हेलो साथीहरु, मेरो चाहिँ पहिलो मिनी ब्लग मैले चाहिँ बङ्गुरको मासुबाट सुरु गरेँ। मैले चाहिँ हाम्रो माइततिर चाहिँ नेवार त नेवार हो, अब नेवारहरूले नै आजभोलि चाहिँ बङ्गुरको मासु खान सुरु गरेछ। तर मेरो माइतीतिर चाहिँ बङ्गुरको मासु चाहिँ खानु हुँदैन हैन। मैले चाहिँ सानोदेखि बङ्गुरको मासु छोएको नि थिएन अनि खाएको पनि थिएन। अनि मलाई चाहिँ बुढाले सेकुवा खान लैजानु भएको थियो। त्यहाँदेखि चाहिँ मलाई बङ्गुरको मासु अलिअलि मन पर्न थाल्यो। बङ्गुरको सेकुवा भनेपछि सबैको मुख रसाउँदो रहेछ। बङ्गुरको सेकुवा खाएपछि चाहिँ बङ्गुरको मासु खान पल्किनु हुँदो रहेछ। यो मासु चाहिँ मैले पहिलोचोटि पकाएको हो। हेर्नु न, मजाले फ्राई गरेको। अहिले नै खाउँ खाउँ जस्तो भएको मलाई त। खासमा हामीले यतिकै खाए पनि हुने हो। हामीले चाहिँ खानासँग खाने भनेर टमेटर प्याजहरू सबै राखेर ग्रेभी बनाउन लाग्यो। हेर्नु न, बुढाले सिङ्गो लसुन राख भन्नुभयो। यसरी खाँदा एकदमै मिठो हुन्छ रे। मासु पनि रेडी भयो। खासमा बङ्गुरको मासु कागती हालेर खाँदा चाहिँ एकदम मिठो हुने रहेछ। अनि साथीहरू, मैले चाहिँ पहिलो मिनी भ्लग बनाएको कस्तो लाग्यो हजुरहरूलाई?